बिहानको सुरु पनि भइसकेको छ। म चाहिँ डेरी जानुपर्ने हुन्छ नि त उठ्ने बित्तिकै हो। अनि सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। सो अहिले भने चाहिँ म निक्लिसकेको छु है। अन्त अहिले फिलहाल चाहिँ डेरी पनि आइपुगिसकेको छु। हल्का घाम पनि लागिरहेछ, जुन पनि है देखिरहनु भएको छ होला तपाईँहरूले पनि होइन। म पनि हेर्दै थिएँ नि त। सो अहिले भने चाहिँ म डेरी पनि आइपुगिसकेको छु। लगभग ढिलो भयो कि जस्तो लागेको थियो, तर होइन रहेछ, हामी ठिकै टाइममै भएछ। किनभने म चाहिँ उठ्ने बित्तिकै आएको छु। हेरिहाल्नुहोस् है म कस्तो देखिरहेको छु। सो फिलहाल चाहिँ यहाँ दिदीले उयो गरिदिनु हुँदैछ है। हामी चाहिँ पर्खिराखेको छौँ नि त। अहिले चाहिँ भने दुध लिएर हामी चाहिँ दुईजना गफ गर्दै निक्लिँदैछौँ, म र बुद्धमित दिदी। अन्त गाडी छ मेरो यहाँ है। अनि अहिले भने चाहिँ घरतर्फ निक्लिसकेको छु होइन। तपाईँले देख्नु हुँदैछ होला गाडीको अगाडि यति साह्रो मैला टिक टिक टिक। अनि त्यो गाइस के म सधैँ राख्ने जग्गामा चाहिँ त्यो बाँसको लाई लागेर हुन्छ नि, त्यो झर्छ कि न के हुन्छ है। बिहान चाहिँ टिक 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 गाडीमा लाग्छ, फेरि पुस्दा पनि जाँदैन, यस्तो खालके लाग्छ कि। अनि त्यही भएर चाहिँ जग्गा चेन्ज गरौँ भने राख्ने जग्गै छैन। सो यो भन्दै भन्दै म चाहिँ घर पनि आइपुगिसकेको छु। बुद्धमित दिदी हुनुहुन्छ अगाडि, म छु यहाँ होइन। कस्तो देखिराखेको रहेछ। एनिवेज गाइस अब चाहिँ भने म आइ पनि पुगिसकेको छु। एकदमै कडक चिया बनाएर खानुपर्ने हुन्छ होइन। अनि बिहानको सुरुवात त चियादेखि नै हुन्छ नि त। त्यही भएर चाहिँ म चाहिँ एकदमै चिया चाहिँ स्वादको पिउनु मनपर्छ नि त, नभए चाहिँ दिनै सुरु भएको जस्तो फिल हुँदैन मेरो लागिलाई चाहिँ। त्यही भएर चाहिँ म आफै बनाउँछु, कि नभए चाहिँ मेरो छोरी शीतललाई बनाउनु लाउँछु, नभए चाहिँ म चाहिँ त्यही हो गाइस है। अन्त त्यही भएर चाहिँ आफै पकाउँदैछु अहिले चाहिँ। सो मेरो टी ब्रेकफास्ट रेडी भइसकेछ। अहिले लगभग 12 बजिसकेछ गाइस है। अब चाहिँ भने म बारीपट्टि जानुपर्ने हुन्छ नि त, अनि दिनभरिको काम होइन। अनि के र के घरको काम सकेपछि चाहिँ बारीपट्टि निक्लिसकेको छु। अब चाहिँ भने म चाहिँ जाँदैछु लास्ट फ्लोरपट्टि नै होइन। किनभने उतापट्टिको चाहिँ रहेको थियो नि त, म छु यहाँ। अन्त त्यही हो बारीको गेटअप है। अन्त यस्तो जाडो हुन्छ है, घाम पनि लागिरहेछ, तर त्यही हो अहिले टाइममै जाडो हुन थालेको छ नि त। अन्त म चाहिँ बारीमा आइपुगिसकेको छु। आमा चाहिँ अघि आउनु भएको थियो होइन। अस्ति चाहिँ अलिकति यहाँ झारहरू डढाएको है, आदिकल चाहिँ डढेन रहेछ। अनि म चाहिँ सुरु गर्नु थालेँ बारी खन्नु होइन। तर गाइस के गर्नु, यो चाहिँ बन्जर जमिन भएर हो कि न होइन, के भएर यस्तो साह्रो पर्दैछ होइन। म छु अनि मैले चाहिँ अहिले फिलहाल एक्लै खन्दैछु नि त। अनि आमा चाहिँ उतापट्टि हुनुहुन्छ। अनि त्यही भएर चाहिँ आमालाई चाहिँ नगर्नु नि भनेको, आमालाई चाहिँ फेरि जिद्दी के हो, नगरी नहुने चित्तै बुझाउनु हुन्न कि। अन्त त्यही भएर चाहिँ ठिकै छ, सहायता पनि हुने भनेर चाहिँ ल नि त गफै भए पनि हुन्छ भनेर चाहिँ बसिरहनु भएको छ आमा चाहिँ होइन। म चाहिँ यहाँ चाहिँ खन्दैछु। टिकटिके झारले चाहिँ लास्टै इरी पनि गरिसक्यो, प्लस जरा फेरि देख्नु हुँदैछ होला उम्रिनु पनि थालिहालेछ। अब हिजो अस्ति डढाएको जस्तो लाग्छ है, उम्रिनु पनि थालेछ होइन। अनि यो नमासिने झार चाहिँ म त वाक्कै लागिसक्यो। अब यहाँ दबाई हालौँ, अब मेरो कमेन्टमा आएको थियो नि त दबाई लगाउनुहोस् भनेर। दबाई लगायो हामीले भने फेरि सब्जी उम्रिँदैन होला भन्ने टेन्सन भयो नि त मलाई। अनि त्यही भएर चाहिँ हामीले केमिकल्सहरू केही पनि युज गरेको छौँ। अनि अब यहाँ त ट्र्याक्टरहरू चलाउने होइन, गोरु जोत्ने सिन पनि छैन, नभएको कारणले गर्दा चाहिँ भाइलाई चाहिँ यहाँ चाहिँ रम्बाले चाहिँ झार चाहिँ अलिक माथि माथि उचालिदिए, अनि चाहिँ खन्नु अलिक सजिलो हुन्छ होला भनेर चाहिँ भाइले चाहिँ यहाँ चाहिँ अहिले उसको काम सकेपछि चाहिँ यतापट्टि सघाउँछु नि त भन्दै थियो। भन्दै यसले खन्नु सघाउँदै यो काँटाले चाहिँ होइन ढुङ्गामा परेर यसको छालै पिल्छेछ खुट्टाको होइन। अनि म त कस्तो उयो लाग्यो नि, टेन्सन लाग्यो नि, ला यहाँ चाहिँ फेरि ढुङ्गा अनि के भन्छ यो जरा, अन्त त्यहाँ यो टिकटिके झार खन्नु यस्तो साह्रो परिराखेको छ। यस्तो साह्रो एक खन्यो कि ढुङ्गा पनि कम्ती निक्लिँदैछ, प्लस यो जराले चाहिँ लास्टै इरी गरिदिइरहेछ यो रुखकोले नि। अनि नकाटिन्छ हो, फेरि तान्दा पनि तानिँदैन, आफै लड्ला जस्तो। अनि बानी पनि निकै हराउँदै गइसकेछ होइन। अन्त त्यही हो साह्रो पनि परिराखेको छ। म एक्लै फिलहाल खन्दै थिएँ, आमाले पनि सघाउनु हुँदैछ नि त। यो भन्दै मैले काम सकेर पनि आइपुगिसकेको छु। हातको कन्डिसन चाहिँ यस्तो भएको छ है गाइस है, ठेला पनि उठिराखेको छ। एनिवेज यो चाहिँ बस्तीमा बसेपछि यति त गएन भने त होइन, के मजा होइन। अनि त्यही हो छुट्टी चाहिँ मेरो यसरी नै बित्दैछ है। अब खनिराख्नु पर्यो भनेर चाहिँ अन्त यहाँ सागसब्जी रोप्नु पर्ने हुन्छ नि त। यहाँ थाकेर लास्ट बिजोग भइदिइरहेछु म चाहिँ होइन। अनि काठ पनि बोक्नु पर्ने हुन्छ नि त। सो त्यो आमासँग उभिएर यहाँ एकदम फ्रेस भएर आइपुगिसकेको छु। सो एनिवेज किप लभिङ एन्ड किप सपोर्टिङ टु रसाइली ब्लग। सो सी यु इन नेक्स्ट ब्लग।